हेलो साथीहरु, हामी चाहिँ यो दुप्चेश्वर महादेवको मन्दिरतिर आएको छौं र यहाँ हामी जान बाँकी नै छ। दुप्चेश्वरको मेला लागिरहेको छ यहाँ र यता पनि खेलाडीहरु हुनुहुन्छ, खेल्ने गेम खेल्ने खेलाडीहरु हुनुहुन्छ। हामी चाहिँ हाम्रो टोली यहाँ भर्खर छौं, सिधा हामी आएको छौं दुप्चेश्वरको मेला भन्छ र यहाँ चाहिँ मेला लागिरहेको छ। अब हामी चाहिँ मन्दिरमा जाने छौं माथि। सबैजना आउनु होला, मेला लागिरहेको छ। भोलि चाहिँ अन्तिम दिन है साथीहरु, फेरि भोलि चाहिँ भव्य रमाइलो हुन्छन् र भोलि चाहिँ अन्तिम दिन हो र आउनु होला, सबैजनालाई इन्भाइट छ। नुवाकोट दुप्चेश्वर मेला, दुप्चेश्वर महादेव मन्दिर, यहाँ शिखर बेसी पनि भन्छन्, यहाँ लागिरहेको छ। सबैजनालाई इन्भाइट छ है त महादेवको मन्दिरमा। साथी हो, हामी चाहिँ भर्खरै दुप्चेश्वर नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिरमा हामी चाहिँ भर्खरै आएको छौं। मन्दिर देखिरहेको छ, यता पुरा मेला लागिरहेछन्। भर्खर आएको छौं हामी र हामी जाँदैछौं अक्षता धूप किन्ने ठाउँ। यता छ कि यहाँ तल? यहाँ छ, यहाँ आउनु छ होला, छ के? धुप छ दिदी, धुपहरू? ए यहाँ धुप छ अरे, लानु पर्यो। कहीँ देखिन हामी त, त्यही भएर यस्तो भन्दा नि मलाई चाहिँ धुप मात्रै भयो हुन्छ। कसरी चाहियो धुप? कसरी चाहियो? 20 रुपियाँ सबै थोक त चाहिएन हामीलाई। कसरी चाहियो सेडको? 300 के लानु हुन्छ त? के धुप बाल्दा जाने हो कि? मेला यता लागिरहेको छ साथी है। महादेवको मन्दिर चाहिँ माथि छ है साथी। वर्षमा एकचोटि लाग्छन् त लाग्छन्। यतातिर पार्कहरू बनाएछ, राम्रो बनाएछ भाइ। हो दाइ, के गर्ने हो? सेडको एउटा लाने हो, एउटा मात्रै लगाउँ है? एउटा मात्रै लगेर जाउँ न, के छ र? एउटा भयो, 3 जनालाई पुगिहाल्छ नि? पुग्दैन र? पुग्छ। उयो 300 वाला दिनु त हामीलाई। हो त्यो वाला। हाम्रो हेलमेट राखिदिनुहुन्छ? हराउँदैन नि? ए बाइक नि यहाँ ल्याएर राख्नु पर्ने चाहिँ बिर्सेछु। ए लिनु त ल। बाइक चाहिँ छोडिराखेछौँ हामी, हेलमेट चाहिँ ल्याएर जोगाइराखेको छ है। कस्तो है? अब आर्मी क्याम्पले आर्मीहरूले हेर्दैनन्, गाह्रो छ नि लिनु त। गर्नु त त्यो 20 रुपियाँ दिनुपर्ने हो र? ए ए पर्दैनन्? कतिजना? 3 जना 4 जना छ त, बाल्न नपुग्ला नि त। 4 जना छ त्यहाँ, धुम्म नपुग्ला नि त। कतिवटा हुन्छ त्यसमा? 8वटा त पुग्दैन नि त। त्यति नत्र त बाल्नै पर्ने होला। 10 रुपियाँ लिनु त। 20 रुपियाँ भन्नु भएन? पुग्छ अब। यहाँ 2, यहाँ 8वटा, यहाँ 16वटा भयो, पुगिहाल्यो नि। एक प्याकेट त कहाँ चलाउनु? 3वटा भयो, पुग्छ क्या हामीलाई। होइन, यसरी जडाउँदै जाने हो, सबलाई पुग्छ नि तपाईँको। ल दिनु नि त त्यो। कहाँ गणेश पार्वती भन्न थाल्यो नि त, यहाँ तपाईँको पैसा सब सकिहाल्छ नि। भयो है जम्दै। होइन ठिक छ। त्यो लाइटर साइटर छ होइन हामीसँगै? यसमै छ, चल है। फेरि ब्याग त ब्याग नबोको, यहीँ राखिदिनु। कसैले केही पनि छैन ब्यागमा, फेरि तपाईँलाई लिनु।
पैसा मोबाइल सब झिकेको छ जाउँ सम्धी माथि पो पुग्नुपर्छ त महादेवको मन्दिरतिर हामी त आइयो नि त आइयो बाटो देख्दैन रहेछ पो बाइकले गाह्रो छ यहाँ सेतो बोल्छ लाटामा बाल्टिन कालो पिच त देख्दै नदेख्दो रहेछ भने खाल्डो देख्छ नदेख्छ कमरामै परि अलिक बुढा आयो भने त कमरामै परिसक्यो म बनाउँदैछु सम्धी बनाउँदैछु पहनु सम्धी पहनु एकछिन ज्याकेट लाउँ पिसा फेरेर जाउँ न सफाइ गरेर जाउँ हामी यता छौँ हाम्रो टोली खोइ त दाइहरू कहाँ जानु पो ए यहाँ तल तल हामी सर्रा छौँ मेला लागिरहेछन् मन्दिरतर्फ लागिरहेको छौँ हामी सरा गरेर अब जान्छौँ के हो शौचालय जाने गइदिउँ न त के छ शौचालयको पनि भिडियो त नबनाऊ होला हो गाह्रो छ नि फेरि यहाँ आउने श्री के हो खोइ कहाँ रहेछ कहाँ हो देखिन क्या हो यहाँ छ निःशुल्क टोयलेट यता छ है साथीहरू जाउँ हामी जाउँ हात त धोएछ नि केटाहरूले मैले त धोइसक्यो होला है ए माथि धुने ठाउँ छ त्यो पनि जाने भए जम्माया घुमेर माया ऊ माथिबाट जाउँ माथि पुगालौँ यहाँ नपुगालौँ ऊ माथि यताबाट होला दाइ आमामा के हो झिलिमिली छ त हो यहाँ तल झन् झिलिमिली छ साथीहरू यसरी जाँदैछ है साथीहरू आमामा कसले सक्छ हो हामीलाई सक्छन् त हामीलाई सक्छन् त सक्दैन नि फेरि सक्दैन नि फेरि गुप्तेश्वर महादेव गाइस एकदम फाइनली एकदम हेलो भन्नुहोस् दाइ भन्नुहोस् हामी चाहिँ है गुप्तेश्वर मन्दिरतिर फाइनली आइपुगेका छौँ छौँ अनि यहाँ चाहिँ पिउने पानी हात धुने ठाउँ जुत्ता सुत्ता राख्ने ठाउँ चाहिँ यहाँ है साथीहरू यहाँनिर की जय होस् मेन मन्दिर चाहिँ तपाईँको यहाँ रहेछ महादेव हो गुप्तेश्वर महादेव तपाईँहरू नआए पनि टाढैबाट भए पनि तपाईँहरूलाई मनले छिटाएको कुराहरू चाहिँ सबै यहीँबाट यो भिडियो तलबाट माग्नु सक्नुहुन्छ साथीहरू है त यसबाट महादेव हो महादेव टक्क मागेको चिज सबै पुरा हुन्छन् है साथीहरू ल तपाईँहरू के माग्नुहुन्छ यही भिडियोबाट माग्नु होला है त मैले मागिसकेँ अब तपाईँहरूको पालो ल है त साथीहरू ल दाइ कस्तो छ ठिक छ नि महादेव एकदम ठिक छ तपाईँहरू पनि सबैजना भिजिट गर्नु होला मनले आँटेको सबै कुराहरू पुग्छन् है हजुर हजुर एकदम आशावादी भएर आउनुहोस् ल है साथीहरू आउनु पर्यो तपाईँहरू पनि भिजिट गर्नु पर्यो नुवाकोटको गुप्तेश्वर महादेव मन्दिर है त अब तपाईँहरूको पालो महादेवको मन्दिरमा आएको छौँ तपाईँहरूले मागेको चिजहरू सबै पुरा हुनेछन् माग्नु होला यही भिडियो मार्फत है त सम्पूर्णलाई यही छ मागेको चित्त सबैलाई पुरा हुन् सबैलाई गुप्तेश्वर महादेवले मागेको कुरा सबै पुरा गरून्
हेलो 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 दुतेश्वर मन्दिरबाट हामी चाहिँ फर्किसकेका छौँ। अलि तल आइपुग्यो अनि दर्शन पनि गरियो। खासै घुइँचो पनि देखिएन, भिड पनि देखिएन। आज चाहिँ पुरा मजाले राम्रोसँग गर्न पाइयो, त्यही नै खुसी लाग्यो। नेरुवाल फुटाल्दैछु यहाँ, नेरुवाल त फुटाल्ने। ए सबै गयो सम्धि। खै त क्या हो ओके, सबै नो प्रब्लम। कहाँ गयो त के हो यो? खाए ल मैले आफ्नो भिडियो ल खाए ल हामी खाए ल। जय दुप्तेश्वर महादेव की जय होस्। जय होस्।